हे गाइज वेलकम ब्याक टु माई च्यानल। आज फेरि म आएँ हजुरहरूको साममा पुरै गिलो चटपट लिएर। अनि मलाई चाहिँ मेरो साथीले गिलो चटपट बनाएर हातले खाऊ न भनेर भनेको थियो। आज चाहिँ म हातले खान्छु है त। कस्तो फिल हुन्छ ल सुरु गर्ने ल। खानुहुन्छ? प्वाक्क भयो त। कस्तो दामी। मैले गिलो चटपट बनाउनु सिकेर अलिअलि खाएँ। लास्टै मिठो बनाउने कि फेरि मैले दाम यस्तो यस्तो खान्छ नि सन्चो हुँदैन। तर यो मैले कति पछि खाएको गिलो चटपट। अब अर्को चाहिँ सुक्खा चटपट खान्छु है, गिलो चटपट खान्न है। किनभने धेरै गिलो चटपट खानुहुन्न, स्वास्थ्यलाई असर गर्छ। त्यो गिलो चटपट बनाएको चाहिँ रेसिपी म त्यही नै हालिदिन्छु। ओके, मलाई खोर्सानी टोकेर ट्याक्कै स्पटमा लाग्यो भने कुक्का आउँछ कि। त्यो युट्युबमा मुकबाङ हेर्दाखेरि यसरी चटपट खाएको देख्दाखेरि यस्तो खान मन लाग्छ नि आफूलाई। मलाई गिलो चटपट चाहिँ लास्टै धेरै फेरि घरमा बनाएर खानु मन लागेको क्या। अनि आज चाहिँ मैले अर्कै खालको चाउचाउ हालेर बनाएको थियो। 5 खालको हुन्छ नि प्रीति चाउचाउ, पिरोवाला स्पाइसीवाला, त्यही हालेर बनाएको। त्यसले पनि टेस्ट यस्तो बेस्ट गराएको। म त मलाई चाहिँ चटपटमा भेज चाउचाउ मनपर्छ कि। भेज चाउचाउको मसला मिठो हुन्छ नि त, अनि त्यही भएर त्यसको छुट्टै टेस्टै एकदम टाइपको हुन्छ कि भेज चाउचाउको चाहिँ। अनि नन भेजको चाहिँ ठिकै हुन्छ। त्यति मलाई त्यतिकै खानु पऱ्यो भने नन भेज चाउचाउ खान्छु, भेज चाउचाउ खान्छु। फुक्का खानु पऱ्यो भने अनि पकाएर खानु पऱ्यो भने त रारा खान्छु नन भेज। किनभने भेज चाउचाउको स्वादै छुट्टै हुन्छ नि त। अनि मैले फेरि सक्यो फेरि। अनि मैले चाहिँ यो घरमा चटपट बनाएर खाने बानी लगाइसकेपछि कि यसरी बनाएर खाने बानी लगाइसकेपछि बाहिर गएर खानै मन लाग्दैन नि। बाहिर गएर खानै त्यस्तो मनै लाग्दैन। आफू बरु घर बनायो खायो, मिठो पनि हुन्छ, धेरै पनि बनाउनु पाइन्छ। आफूले खाने भएपछि 50 रुपियाँ हालेर चटपट किन्यो, यतिभन्दा आउँदैन, मुखैमा त जिस्किन्छ। अनि त्यहाँमाथि खै अहिले त खासै खानु मन लाग्दैन बाहिर। घरै खानु मन लाग्छ। अनि हाम्रो चाहिँ यहाँ फेरि ग्रुपमा खाइन्छ, सबैजना आन्टी अनि यता दिदीहरू सबैजना मिलेर खाइन्छ नि त। अनि त्यही भएर झन् मिठो हुने कि ग्रुपमा खाँदाखेरि। अब त खाँदा पनि कति मिठो भएको। आज कस्तो जाडो जाडो थियो दिन, त्यही भएर मैले आज बाक्लो कपडा लगाएर बसेको छु। मैले हिजो धुरन्धर मुभी हेरेको, यस्तो दामी कि यस्तो दामी होइन। त्यो आमा कस्तो खतरा खालको 4 घन्टाको मुभी है। मैले एकछिन पनि यसरी झिमिक्क गरिनँ कि, त्यति उ गरेर इन्ट्रेस्ट लागेर हेरेको के। यस्तो बवाल हो एक्टिङ, यस्तो बवाल। सबभन्दा मन परेको चाहिँ मलाई एक्टिङ, त्यहाँमाथि रणवीर सिंहको। मलाई रणवीर सिंह खासै मन पर्थेन, मन पनि होइन, त्यस्तो उ लाग्थेन कि होइन। मुभीहरूमा त्यसै खै यसै ओभर रेटेड जस्तो लाग्थ्यो। तर होइन,
आई वाज रङ के यस्तो दामी त्यसको एक्टिङ अब कुरा गर्न थाल्यो भने म एकदम एक्साइटमेन्टले मर्छु, त्यही भएर म भन्दिनँ। यस्तो बवाल एक्टिङ, म त फ्यानै भइसकेँ कि रणवीर सिंहको होइन। हेत्तरिका ओए 4 घन्टा ननस्टप मैले त्यो रणवीर सिंहको पार्ट मात्र होइन, हेर्न त मैले सबै हेरेँ, तर मलाई त्यो रणवीर सिंहको मात्रै हेर्न मन लाग्यो कि एक्टिङ त सबैको बवाल छ सबैको होइन। नराम्रो भन्ने कसैको पनि जसले जति स्क्रिन टाइम पाहन् आफ्नो स्क्रिन टाइममा यस्तो बवाल एक्टिङ गरे हन्। म चाहिँ एकदम सजेस्ट गर्छु होइन। मैले धुरन्धर 1 पनि हेरेको थिएँ। धुरन्धर 1मा चाहिँ सबैको राम्रो लाग्थ्यो, एक्टिङ त्यस्तो लाग्थ्यो नि, तर यसमा चाहिँ बब्बालै लाग्यो कि मलाई रणवीर सिंहको एक्टिङ। अनि त्यसपछि धुरन्धर 2मा चाहिँ मैले अब सकिनला अर्को पार्टमा भन्छु है। अनि मैले चाहिँ धुरन्धर 2मा चाहिँ अर्जुन रामपालको क्यारेक्टर चाहिँ एकदम स्ट्रङ हुन्छ होला भन्ने सोचेको थिएँ, तर होइन रहेछ। मलाई चाहिँ किन सिजन 1मा पनि अनि अहिले पनि हेर्न मन लागेको चाहिँ के अरे रणवीर सिंह भर्सेस अर्जुन रामपालको क्यारेक्टर हो कि। मलाई त्यस्तो हेर्न मन लाग्यो, त्यस्तो पावरफुल होला, अब अर्जुन रामपाललाई चाहिँ पावरफुल बनाउँछ होला भनेको ठिकै थियो, त्यस्तो उ थिएन। तर जे भयो नि एक्टिङ त सबको बवाल, एक्टिङमा नो कम्प्लेन भन्दा पनि क्या, त्यसमा पनि कम्प्लेन छैन। तर भन्जान अहिले पुरै कसैले चाहिँ प्रोपागान्डा हो भन्दै भन्जान, अब त्यो त मलाई थाहा छैन। मुभी चाहिँ दामी हो कि आम्मा हो, पुरै यस्तो भोइलेन्ट छ, यस्तो भोइलेन्ट मुभी। म त एकछिन त हेर्नै नसकेको, आँखा पुरै यस्तो चिम्लेर नि यस्तरी हेरेको। अब हेर्नु त पऱ्यो नि, फेरि हेरिरहेको थियो नि, बल्ल बल्ल सकेछ कति छिटो। यो लास्ट मिठो थियो। अब चाहिँ मलाई हेल्दी कुरा के खानु सजेस्ट गर्नु, अनहेल्दीले मलाई फेरि फुड पोइजनिङ हुन्छ धेरै खायो भने। ओके सक्यो, मलाई त फेरि यसो चाटेन भने चित्त हुँदैन। ल आजलाई यति, थ्याङ्क यू सो मच गाइज, प्लिज कीप वाचिङ माई भिडियोज, सी यू इन नेक्स्ट भिडियो, टिल देन स्टे सेफ, ह्याप्पी एन्ड हेल्दी। र धुरन्धर हेर्न चाहिँ नबिर्सिनु होला यदि हेर्नु भएन भने। यदि भोइलेन्ट टाइपको मुभिजहरू हेर्न सक्नुहुन्छ भने चाहिँ हेर्नु होइन। हल्का सस्पेन्स पनि छ होइन। यो चाहिँ रियालिटीसँग त्यो बेस्ट स्टोरी भनेर भन्छ, थाहा छैन अब मलाई नि ऊ चाहिँ, किनभने मैले त्यस्तो डिटेलिङमा गर्दिनँ। तर यस्तो मैले भने नि एक्टिङ त चुम्मेश्वरी हो, सबमा त्यहाँ भएको सब एक्टर्सलाई चाहिँ अनि अवार्ड दिए हुन्छ। अनि सबभन्दा मेरो फेभरेट क्यारेक्टर रणवीर सिंहको त एक्टिङ मन परेको होइन, मलाई सबभन्दा फेभरेट क्यारेक्टर चाहिँ के अरे त्यसको नाम राकेश बेदी समथिङ के हो कि, राकेश बेदीको क्यारेक्टर हो होइन, जमिल जमाली हो कि समथिङ के हो कि, नाम बिर्सेँ मैले। हो त्यो क्यारेक्टर त मेरो त फेभरेट हो कि फेभरेट। मलाई त्यो धुरन्धर 1मै मलाई यस्तो मन परेको है, यस्तो कमिक टाइमिङ त्यस्तो एकदम राम्रो हो कि। अनि त्यसपछि अनि धुरन्धर 2मा पनि अरू केही बोल्दिनँ म, एकदम राम्रो हो मुभी, प्लिज हेर्नु होला। ल अहिलेलाई राखेँ, बाई बाई, सी यू इन नेक्स्ट भिडियो, टिल देन स्टे सेफ, ह्याप्पी हेल्दी। ओके मैले अघि नै भनिसकेँ है, फेरि पनि भने के हो त, डबल ह्याप्पी हेल्दी भन्दैमा के जान्छ र, बाई बाई।